यो जाडोमा तातो एकदमै मिठो चिकन रोस्ट खान कसलाई चाहिँ मन पर्दैन होला त। आउनुहोस् है, आज हामी एकदमै मिठो चिकन रोस्ट बनाऊँ। सुरुमा यहाँ 1 केजी चिकन लिएको छु। यसमा एउटा अन्डा, एउटा कागतीको रस, 1 चम्चा जति नुन, 1 चम्चा जति खुर्सानी, 1 चम्चा जति जिराको धुलो, आज मैले हल्का ठुलो चम्चा लिएको छु, र आधा चम्चा जति बेसार, 1 चम्चा जति गरम मसाला, 2 चम्चा जति कर्नफ्लावर र 2 चम्चा जति मैदा लिएको छु। र यति हालिसकेपछि राम्रोसँग मिक्स गर्ने यसलाई। पानीहरू एड गर्नु पर्दैन, यो अन्डाले नै काम गर्छ। र राम्रोसँग मिक्स गरिसकेपछि 1 चम्चा जति बेसन हालेँ मैले, र 1 चम्चा र आधा चम्चा अदुवा र लसुनको पेस्ट। यतिको हालिसकेपछि लास्टमा मजाले मिक्स गरेर टाइम छ भने चाहिँ 10-15 मिनट जति यतिकै म्यारिनेट गरेर राखिदिने। र त्यसपछि चाहिँ यसलाई अब तातो तेलमा मजाले डिप फ्राई गर्नुपर्छ। हिट चाहिँ मिडियम टु हाईमा हाल्नुपर्छ। र यो कराईमा अट्ने जति चिकन हालिसकेपछि एकैचोटि नचलाउने, एउटा पार्ट ब्राउन भइसकेपछि मात्रै पल्टाएर अर्को पार्ट पनि ब्राउन नहुन्जेलसम्म, दुवै साइडलाई ब्राउन नहुन्जेलसम्म फ्राई गरिसकेपछि अब यो तातो चिकन रोस्ट चाहिँ बनिसक्यो। यस्तो मिठो बन्छ यो। यसमा मनपर्छ भने माथिबाट हजुरले सेतो तेल छर्केर पनि सेसमीवाला रोस्ट बनाउन सक्नुहुन्छ। यो रेसिपी अब हजुरहरूले पनि ट्राई गर्नुहोला, एकदमै मिठो बन्छ। र फलो फर मोर रेसिपिज। थ्याङ्क यू।